हेलो हेलो जय मसी सबैजनालाई। आज चाहिँ हामी चाहिँ यहाँनिर के अरे सङ्गति जानु भनेर यहाँ रेडी भएको, बस नभएर बिजो भइराखेको छ। अनि यहाँ भाइ र म जान लागेको भाइसँग है। के गर्नु अब झोला सोला भिरेर अब चिटिक चराक चिटिक भएर अनि बर्दुबैको सङ्गतिमा जाउँ भनेर यहाँ रेडी भएको। कम्पनीको बस त नजाने कम्ता टेन्सन भएको छैन त, के गर्ने के नगर्ने भइराखेको छ। तर हेरौँ अब पर के हुन्छ, सबै कुरो उहाँकै हातमा छ। हामी पनि पर्खिराखेका छौँ, 9 बजे 10 बजे जान्छ भनिरहेको छ। भेटघाटको लागि पनि जाने अनि के हुन्छ यो भ्लगमा हामी देखाउने छौँ होइन भाइ। के भ्लग बनाउनु छ के हामी भ्लगर हैन। भ्लगर होइन तर जस्ट मेमोरिजको लागि हामीले के फेसबुकमा अपलोड गर्नुहुन्छ यतिको भिडियो बनाएर। मेमोराइजको लागि हो खास चाहिँ यो चाहिँ। भ्लग भन्दा पनि हामीले त न त पैसा कमाउँछ भ्लग बनाएर, अरू जस्तो होइन नि त। हामी भनेको चाहिँ जस यसो मेमोराइजको लागि युट्युबमा राखेर के गर्यो लाइफमा। भोलि पर्सि हाम्रो के अरे बाजे भइन्छ होला, मेरो बाजेले के गरेको थियो भन्ने कुरा चाहिँ थाहा होस् उनीहरूले पनि होइन। बाजे त मन भइसकेको छ नि। ल हेर्दै गर्नु हाम्रो यो चाहिँ यो कति मिनट भयो अरे भाइ? बिहान 6 बजेदेखि पर्खेको 6 बजे उठेर हामी यहाँ 7 बजे झरेको, नुहाइराई गरेर अलमोस्ट अहिले कति भयो 3 आवर्स अलमोस्ट भइसक्यो। थाहा होइन अब बसै आएन, गाह्रो जान्छ कि जान्न थाहा छैन। अब लास्ट बस हो, यसपछि गएन भने चाहिँ सिधै गएर स्लिप हो। 8 दिन निद्रा सुतेर आइयो। ल बस पर्खाइमा हामी चाहिँ तन्नै पर्खिरहेको छौँ 3 घन्टादेखि। ठिक छ। भाइ चाहिँ ह्यान्डसम भएर गइरहेछ भाइहरूलाई भेट्नुलाई। ल यहाँ हाम्रो जानुपर्ने डेस्टिनेसन चाहिँ एकै ठाउँ हो, तर त्यहाँ गएपछि चाहिँ भाइ एकातिर म एकातिर होइन। लोकेसन एउटै, लोकेसन एकातिर। फाइनली बस मिल्यो। 4 घन्टापछि अब हामी हिँड्यौँ। अब कुन चाहिँ बस जान्छ? हामी जाँदैछौँ बर्दुबई। बर्दुबई कता कता हामीले लान्छ थाहा छैन, कता कता भन्दा पनि अब हामी जाँदैछौँ। हाम्रो अलगै ऊ छ है त। ल बस ड्राइभर यहाँ हामीलाई लाने गेट 3 सम्म। फेरि गेट 3 भनेको चाहिँ हाम्रो टर्मिनल 2 एयरपोर्टको। त्यसपछि चाहिँ हामी फेरि अबु हिल भन्ने उबाट मेट्रो स्टेसनबाट हामी चढेर बर्दुबई प्रस्थान गर्नेछौँ। क्याम्प हो यो। घर बाइक के छैन, घर मात्रै छ, मार्केट के छैन, पुरा यत्रो मात्रै अनि त्यो छ। अनि हामी बल्ल हिँड्न लाग्यौँ बस हिँड्यो अब बर्दुबईको लागि। विशेष चाहिँ चर्चको लागि हो। अब चर्च आज हिँड्न जस्तो लाग्यो, तर पनि ठिकै छ। यहाँ हाम्रो आदरणीय पास्टरहरू हुनुहुन्छ, अनि उहाँहरूलाई चाहिँ भेट्नेछु। अनि भेटेर म फर्कानेछु, उहाँसँग भेटेर भला कोसारी गरेर फर्कानेछौँ। अनि यहाँ भाइ पनि जाँदैछ, भाइले चाहिँ आफ्नो भाइहरू भेट्ने छ। भाइले चाहिँ है त ल भेट्दै गर्नु होला। मेट्रो स्टेसन भनेर आरटिए बस स्टप केही छैन यहाँ। यो हाम्रो एरिया हो, हामी बसेको ठाउँदेखि यहीँ नजिकै छ। केही छैन यहाँनिर, न मेट्रो स्टेसन छ न आरटिए स्टेसन छ। बस पनि चल्दैन, सबै यस्तो ट्रकहरू र उहरू मात्रै। कम्पनीको बस भन्दा केही चल्दैन। यस्तो झ्याउ लाग्दो छ। त्यसले गर्दा आज भिडियो हो। यहाँ पनि एउटा आरटिए बस छ, यो तपाईँको मेट्रो स्टेसन भनेको भाइ अघि भाइ जाँदैछौँ। त्यो समय यहाँ भेटघाट छ। केही छैन, यो भर्खरै बन्द गरेको घर यो छोडेर चाहिँ बन्द गर्दै छोडेको छ। हामी बस्ने थियौँ तब पर हामी चाहिँ अब
मेट्रो स्टेसन हो भाइ आफू मेट्रो स्टेसन अब हिँडेर हेर न अब मेट्रो स्टेसन आइपुगेको छ अब यहाँबाट हामी सिधै जाने हो टाङटाङ लाएर बर्दुबे। छ यहाँको यो रिसर्च गर्ने कहाँ हो यहाँ कि माथि हो 10 दिराम गऱ्यो जस्तो लाग्छ। 10 राम गरेको थियो अहिले कति राम गऱ्यो अन्त 20 दिराम गऱ्यो। किन चिट गरेकै हो कन्फर्म हो र हामी अब अहिले मेट्रो स्टेसन चढ्न आइपुगेछौँ यहाँ आउँछ हामी ग्रिन लाइन चढेर जानेछौँ के लाइन चढ्ने र हामी हँ? कुन? ग्रिन लाइन हो। ग्रिन लाइन हो यो ग्रिन लाइन हो, आउने, आउने। मेट्रो बस हामी चढ्यौँ अब चाहिँ कता लगाइरहेको छ लडेर भन्दा। The final destination of this Yeah, train is Creek. The next जाँदैछ station छिटो is छिटो कता कता लाग्छ थाहा छैन Abilene. हेर्दैछ ततिर ल हाम्रो डेस्टिनेसन आयो हामी जाने सिमा बयाबाट यहाँ भिड हुन्छ भने थाहा छ मलाई। लास्ट चाहिँ भिड हुन्छ है अब हामी चाहिँ यहाँको अवस्था यो लिफ्ट चढेर हामी माथि निस्किँदैछौँ यो चाहिँ अन्डरग्राउन्डको हो अनि यहाँ भाइ पनि जाँदैछौँ हामी भाइसँग यो चाहिँ अन्डरग्राउन्ड जहाँ लगभग 2 तला मुनि होला यति अग्लो छ यो अन्डरग्राउन्डमा यो अन्डरग्राउन्डको मेट्रो स्टेसन नेपालमा त माथि उमै छैन मुनिको त कहिले हुन्छ र है यति राम्रो है सुन्दर भन्न छ यो ठाउँलाई चाहिँ हामी यहाँबाट अब एक्जिट हुन्थ्यौँ एक्जिट हुने आउँछ यहाँबाट हो हामी यहाँबाट एक्जिट हुँदैछौँ बाहिर निस्किँदैछौँ एक्जिट भयो अझै एक तला माथि जानुपर्छ हो कान्छे एक्जिट एक तला माथि गएर टक्कसँग लगाएर त्यस बल्ल हाम्रो साथीभाइले भेट्नेछौँ अझै एक तला माथि हेर न हौ कहिले कहिले यता पनि के साह्रो हो तिमी यहाँ चाहिँ उल्टा देखिने बेला भयो कति धेरै तल मुनि हाल्यो है 4 तला मुनि अन्डरग्राउन्डमा छ है। के भयो? कस्तै अर्केको खुट्टै नेगेटिभ पाक्यो। होइन खुट्टा अड्केर झन्डै लड्यो मेट्रो चाहिँ साथो झन्डै भाँच्यो फाइनली परमेश्वर कृपाले हाम्रो भाइसँग भेट भयो अनि हामी उताबाट हामी बिहान लगभग 7 बजे रेडी भएको यहाँको 11 साढे भइसक्यो अनि त्यसको बाबुजूले बल्ल हामी भेटाएको छ परमेश्वरलाई धन्यवाद अब 1 वर्ष भयो होला यहाँले यो चर्च आएको चाहिँ 1 वर्षपछि आज फेरि बल्ल आउँदैछु यो मौका दिनुभयो परमेश्वरलाई धन्यवाद ल हामी जाँदैछौँ आज चर्च घर सकेर सङ्गति सकेर यहाँ हाम्रो गुरुआमा अनि यहाँ सबै परमेश्वरका जनहरू अनि हाम्रो थम दाजुसँगलाई भेट भएको छ जस खुसी लागेको छ धेरै समयपछि भेट त धेरै नै भएको पहिले नै भएको तर यहाँ यसपालि चाहिँ मलेसियापछि चाहिँ उहाँसँग भेट भएको छ परमेश्वरलाई धन्यवाद भएको होस् उता साइकलमा कसरी भिड अरे हाम्रो साइक्लिङमा गएर उहाँले तपाईँको चाहिँ 8-9 प्रकारको चाहिँ खाना बनाउनु भएको थियो है पूर्वीले खाना मजाले है त्यो कहिले बिर्सिँदैन कि उता त्यतिखेर हामीले देखेको गीत त्यही त हो मलेसियामा चाहिँ हामीले दाइसँग धेरै हामीले 2टा गीत बनाएको सहकार्य पनि गरेका थियौँ जस परमेश्वरलाई धन्यवाद फेरि भेट भएको छ फेरि हुनेछ फेरि हुन्छ चाहिँ पूर्व पश्चिमबाट भैला भएर यहाँनिर सङ्गति गर्नु पायो हाम्रो दाजु भाइहरूसँग यता हुनुहुन्छ हजुरको परिचय तर भेट त भएको थियो तर मैले बिर्सिहालेँ है यहाँ नवीन ब्रदर अनि हाम्रो यता बागलुङ नाम हजुरको खडक अनि हाम्रो राजन गुरुङ उहाँहरूसँग चाहिँ भेट भएको छ
परमेश्वरलाई धन्यवाद यो समयको लागि अनि दुबई ठाउँमा पनि जस परमेश्वरको सङ्गति नेपाली फेलोसिप यहाँ भइराखेको छ अनि तपाईँहरू दुबईभित्र हुनुहुन्छ भने नेपाली टावर होइन नेपाली टावर होइन सङ्गतिमा आउन सक्नुहुनेछ अनि यो बर दुबई भन्ने ठाउँमा एकदमै रमाइलो छ यहाँको ठाउँहरू अवस्थाहरू पब्लिक ब्याङ्क खुसी लागेको छ यो ठाउँमा आउँदै गर्दाखेरि ठ्याक्कै 1 साल भयो यहाँ आएको पहिला आउँदाखेरि चाहिँ भिडियो बनाएको थिएन एउटा टाइममा चाहिँ भिडियो बनाएको छ यो दुबईको समुद्र फेरीहरू पाउँदो रहेछ यहाँनिर फेरीहरू पाउँदो रहेछ यहाँ चाहिँ ल फेरीहरू है यो चाहिँ दुबईको फेरीहरू एकदमै रमाइलो सानो घरहरू यहाँ चाहिँ हाम्रो दाजुभाइ दिदीबहिनीसँग हामी जान लागेछौँ यहाँ उहाँहरू हुनुहुन्छ यस आज धेरै पछाडि परमेश्वरको पुनरुत्थानको दिन अन्त रिजरेक्सन डे अनि परमेश्वर पुनरुत्थान भएको दिन हामी यहाँ भेला भएका छौँ अनि हाम्रो थाम दाजु अनि यहाँहरू नानो सिस्टरहरू हाम्रो ब्रदर्स हुनुहुन्छ खासमा भने यहाँबाट कहाँ जाने मलाई पनि थाहा छैन यहाँ भाइहरूसँग जाँदैछौँ के पार्क भन्नुभयो भाइ युनियन पार्क युनियन पार्क जाँदैछौँ अनि टिकट लिन जानुपर्छ उहाँहरूको दुईजनाको ल के छ मलाई पनि थाहा छैन म नयाँ मान्छे भएकोले त्यति थाहा चाहिँ जानकारी छैन त हेर्दैछौँ रमाइलो हुन्छ होला होइन रमाइलो हुन्छ एकदम रमाइलो हुन्छ है यहाँ हाम्रो भाइ चाहिँ पूर्वको धरानको हुनुहुन्छ कुन चर्चको भन्नुभयो म क्रिस्टको पुरानो चर्च हुनुहुन्छ जस म पनि पहिला धरानमै सङ्गति गर्थेँ अहिले चाहिँ म दिक्कलतिरै गर्छु तर पनि जस यहाँनिर चाहिँ हामी जहाँको भए पनि परमेश्वर हामीलाई एक ठाउँ भेला गराउनु भएको छ धेरैको समयपछि अनि विशेष चाहिँ परमेश्वरलाई धन्यवाद होस् यो अवसरहरू अनि यो मौकाहरू चाहिँ परमेश्वर हामीलाई दिनुभएको छ ल हामी जाँदैछौँ यहाँ अगाडि हाम्रो परमेश्वरको प्रिय ल परमेश्वरको प्रियजनहरू यता हुनुहुन्छ ल सबैलाई हाल्दै परमेश्वर प्रियजनहरू यता हुनुहुन्छ हामी भाइ र म चाहिँ पछाडि छौँ कता लाने हजुर हजुर ए हिँडेर चाहिँ जानु नदिने के हो हिँडेर पाउँछ भित्रबाट उयाबाट तर ढिलो हुन्छ होइन त हिँड्नुपर्छ यहाँदेखि त्यहाँ जाने कति 1 दिराम 2 दिराम उयसमा आउने 1 दिराम यसमा चाहिँ त्यहाँ 1 दिराम यसमा चाहिँ त्यसमा 1 दिराम यसमा 2 दिराम हो यसमा 2 दिराम हो यो चाहिँ अलगै हो ए ल ठिक छ केही छैन त्यो मोबाइल यता राख्ने बुक्लो त झर्छ हौ त्यो कुनैले यस्तो गर्दो रहेछ सक्यो ए समुद्र माथिको बस्तीहरूमै समुद्रमाथिको बस्तीहरू घरहरू छ अचम्मै लाग्दो छ है देखिन्छ पनि होला सायद घरको मुनि पनि पानी छ पानी जान्छ पानी छ है यो अहिले पानी बढेको रहेछ त्यसले गर्दाखेरि यहाँ अन्डरग्राउन्ड जस्तै छ क्या अहिले यहाँ देखिन्छ होला सायद यो अर्को आउँदैछ यिनीहरूले नै हामीलाई नै गरिरहेको छ जोडिनु भएको लगभग 1 महिना जस्तो भयो ए हजुर हजुर उहाँ सञ्चालित नै हो मतलब हामीसँग जोडिँदै गर्दाखेरि उहाँलाई हामीसँग एकदम राम्रो लाग्छ भन्ने कुरा उहाँले ए हजुर उहाँ दुबई बर्दुबई आउनुहुँदा हामीलाई जति बेला पनि उहाँले कन्ट्याक्ट गर्नु सम्पर्क गर्नु ए हजुर हजुर ओके उहाँले सुसमाचार कार्यक्रम उसमा सम्पर्क भेला हो हजुर उहाँ अगाडि 2 जना हुनुहुन्छ सुसमाचार कार्यक्रममा परमेश्वरको राज्य एकदम अगाडि बढिरहेको छ अहिले मसँग आफ्नै भित्तामा चाहिँ अनि सन्डे छुट्टी भयो ओके ओके अहिले एकदम राम्रो भयो एकदमै उयो हेर्नु त एयरपोर्ट त्यही हो कि यहाँबाट पुत्तै त्यो निस्किनु जाने जिप्पा छ भने ल अब हामी डेस्टिनेसन आइपुग्यो यहाँ
जस आज बरदुबई घुमिँदैछ बरदुबईको समुद्रमाथि है। हामी चाहिँ जहाजबाट चाहिँ निस्केर हामी पुगिसक्यौँ है। यहाँबाट आएको यहाँनिर चाहिँ हाम्रो कृष्ण दाजु दिदीबहिनी हुनुहुन्छ। हजुर हजुर छ नि यहाँ छ मेरो भागको कन्डिसनहरू छ। यहाँ ब्रदर यहाँ गुरुआमाहरू चाहिँ कमला छैन। अनि यहाँनिर हाम्रो थाम दाजु हुनुहुन्छ। यतातिर हुनुहुन्छ ब्रदरले खाँदै हुनुहुन्छ। अझै धेरै सबैलाई दिएर लास्टमा अझ खाँदै हुनुहुन्छ सब परिकन। यहाँ चाहिँ उहाँ चाहिँ हाम्रो गुरुआमा नि यता हुनुहुन्छ। फर्केको अवस्था बोटबाट अघि चाहिँ साथीभाइहरू हुनुहुन्छ, अहिले चाहिँ म एक्लै छु। अनि यहाँ भाइहरू पनि जाने खाले कुराहरू गर्दैछ। हेरौँ के हुन्छ। म फर्किँदैछु है हजुरहरू, के हुन्छ कसो हुन्छ हेरौँला है, हेर्दै गर्नु होला। अनि कता कता के हो मलाई पनि थाहा छैन, तर आज फर्स्ट टाइम आएको दुबईको योगमा। ए समुद्रमा चाहिँ अलग हिँड्दैछु म चाहिँ अहिले चाहिँ। पचहत्तरीको ठाउँहरू यहाँ पारियो छ। यो पारि बिल्डिङ क्या हो यो फेरि नाच्यो जिन्दगी यस्तो विकसित भएको छ। अर्को देश हाम्रो देशको चाहिँ नाम निशानै छैन, यस्तो राम्रो छ। जहाज कस्तो ठुलो। यति धेरै भिड गर्न नसक्ने। अहिलेको लागि चाहिँ हराएको अवस्था। भाइहरू कता गयो थाहा भएन, यहाँ भाइर आउँदैछ अरे, म पर्खेर बसेको छु। अनि हाम्रो चर्चको साथीभाइहरूले पनि मैले छोडेर चाहिँ यहाँ भाइहरूलाई भेट्नु आएको। भाइहरू कता गयो कता गयो कि सँगै आएको भाइ, यहाँ पर्खेर बसिराखेको छु। जस भाइहरू आउँछ होला लिनुलाई, भेट्दै गर्नु होला। भाइ भेटेपछि फेरि तपाईँलाई देखाउँदैछु है त। ए बरदुबईको पार्क, यहाँ चाहिँ धेरै मान्छेहरूको भिड हुँदो रहेछ सन्डे आइतबार। आज त्यो सन्डे यति धेरै भिड। आज मौसम पनि एकदम राम्रो छ, किनभने त्यति गर्मी छैन। सायद यो 1 महिनापछि चाहिँ तातो हुन्छ होला, तर अहिले चाहिँ ठिक छ एकदमै मौसमहरू।
हराएर बल्ल भेट्यो होइन त एकदम एकदम भर्खर भेट भयो ल लगभग कति घन्टा भयो हामी नभेटेको छुट्टिएको 4-5 घन्टा भयो 4-5 घन्टा 4-5 घन्टा भेट्यो 6 घन्टा भयो फोन गर्दा गर्दा बल्ल बल्ल बिहान 10 बजे छुटेको अनि 4 बजे ल अब त 2 तल मुनि झर्दैछ अब भिड त जाने चाहिँ थोरै रहेछ यता हेर है भाइ तिम्रो चस्मित देखाउनु परेन ल अब हामी चाहिँ मेट्रो फेरि अब फर्किँदैछौँ दाजुभाइ टङ्ग लाएर हामी दोस्रो तल झर्दैछौँ ए हेर न ओइ दोस्रो तल यति लामो छ कि अन्डरग्राउन्डको मेट्रो स्टेसन चढ्नुपर्छ हामी यसो चाहिँ हामी ल होइन कस्तो भयो घुमाइ ए बिजोक भयो होला बल्ल मलाई आइपुग्यो अब जाने चरर लगाएर अघि म ढलै झर्छ है फेरि अघि म ढलै चाहिँ ढल्लो निस्किने अरे हामी कहाँ निस्किने अरे लोकेसन हेर्नुपर्छ नेक्स्ट स्टेसन कहाँ हो भन न तिमी थाहा छ स्टेसनमा म अब सिस्टममा लगेर के छ त्यहाँ नाम हेर्नुपर्छ المحطة القادمة هي चाहिँ फर्केको अवस्था फर्किँदैछौँ अनि शिव सङ्गति सकेर बर्दुबाईमा अनि बर्दुबाईको जग्गामा चाहिँ सङ्गति गरेर हामी फर्किँदैछौँ भाइ यहाँ सुतिराखेको छ अनि म यहाँ छु अनि अझ फर्किँदै गर्दाखेरि बाटोको त्यो दृश्य दुबई चाहिँ एकदमै विकसित कन्ट्री हो जस्तो मलाई लाग्छ एकदम राम्रो छ फर्किँदैछौँ बसभित्रबाट चाहिँ लिएको पिक्चर हो माथि ब्रिज हेर्नुहोस् यस्तो दामी छ दुबई यो अर्कै ब्रिज तिनीहरू लागेको छ धन्यवाद आजको भ्लगले चाहिँ यहीसम्म अब यहाँ हामी चाहिँ यहाँनिर छौँ यो ठाउँमा बसेका छौँ अब यहीसम्म हो अझ उसलाई चाहिँ स्टप गर्न चाहिँ सबैले हेरिदिनु भयो धन्यवाद अनि हेरेर सजेसन अनि सब्सक्राइब गरिदिनु होला हामी बसेको वरिपरि चाहिँ यस्तै छ है आज फेरि दिन एकदम हुस्स परिरहेछ ल धन्यवाद तपाईँ सबैजनालाई हुन्छ सी यु नेक्स्ट ब्लग